नमस्ते सबैजनालाई। म संगीता सुवेदी आज पुनः एउटा नयाँ भिडियो लिएर तपाईहरु सामु उपस्थित भएकी छु। आजको भिडियोमा तपाईहरु सबैलाई धेरै धेरै स्वागत छ। आजको भिडियो सुरु गर्नुभन्दा अगाडि म एउटा जानकारी गराउन चाहन्छु। त्यो के भने प्रत्येक हप्ताको शनिबार 7 बजेको वरिपरि मेरो भिडियो अपलोड हुनेछ। तपाईहरु त्यो समयमा मेरो भिडियोको प्रतीक्षा गर्न सक्नुहुनेछ। अब आजको विषयवस्तुतर्फ लाग्न चाहन्छु। आजको विषयवस्तु अत्यन्त व्यवहारिक र सरल विषयवस्तु रहेको छ। त्यो के भने विवाह दर्ता र दर्ता विवाह। हामीले सुनिराखेका शब्दावलीहरू हुन् विवाह दर्ता र दर्ता विवाह। यी दुई शब्दावलीहरू के एकै हुन् या यिनीहरू बीच केही फरक छ र यिनीहरूको के कानुनी प्रक्रिया छ र यो गर्नको लागि के कस्ता कागजातहरूको आवश्यकता पर्दछ भन्ने कुरा पूर्ण रूपमा यो भिडियोको अन्त्यसम्ममा तपाईहरुले थाहा पाउनुहुनेछ। त्यसैले यो भिडियोलाई स्किप नगरिकन पुरा हेर्नु होला ताकि तपाईहरुले आफ्नो लागि पनि यो कुरा उपयोगी हुन सक्छ र कसैले सरसल्लाह मागेमा पनि उनीहरुलाई जानकारी दिने र गाइड गर्न सक्नुहुनेछ। अब भिडियोको सुरुवात गर्न चाहन्छु। सबैभन्दा पहिला विवाह दर्ता। अब यसको नामतिर जाउँ। विवाह दर्ता मतलब विवाह गरिसकेर त्यसलाई रजिस्टर गर्ने काम। कुनै पनि आफ्नो परम्परा अनुसार विवाह गरिसकेपछि त्यो विवाहलाई कानुनी मान्यता दिने प्रक्रिया के हो भने विवाह दर्ता हो। यो विवाह दर्ता गर्नको लागि महिला र पुरुष, नेपालमा महिला र पुरुष दुवैको लागि विवाहको मिनिमम एज 20 वर्ष भनेर राखिएको छ र विवाह दर्ता गर्नको लागि पनि त्यही नै हो। र यसको लागि कहाँ गरिन्छ भन्ने प्रश्न तपाईलाई लाग्छ भने विवाह दर्ता ओडा कार्यालयमा गरिन्छ। जस्तै कुनै एउटा स्थानीय तहको ओडा कार्यालयमा विवाह दर्ता गराउन कुनै एउटा जोडी जान्छ भने उनीहरुलाई के चाहिन्छ त? त्यस्तो बेलामा महिला जहाँबाट उनको नागरिकता इस्यु भएको छ अथवा नागरिकतामा उनको जहाँको पर्मानेन्ट एड्रेस बनेको छ त्यहाँबाट उनी अविवाहित हुन् भन्ने सिफारिस चाहिन्छ। त्यसपछि सम्बन्धित ओडा जहाँ उनीहरु विवाह दर्ता गर्न गएका हुन् त्यहाँ उनीहरुले नागरिकता, साक्षीको परिचय खुल्ने परिचय पत्र लिएर जानुपर्ने हुन्छ र व्यक्तिगत घटना दर्ता ऐन 2033 मा विवाह भएको 35 दिनभित्र विवाह दर्ता गरिनुपर्छ भनेर उल्लेख भएको थियो भने सो ऐनलाई प्रतिस्थापन गरेर बनेको व्यक्तिगत घटना दर्ता ऐन 2079 मा भने विवाह भएको 15 दिनभित्र विवाह दर्ता गरिनुपर्छ भन्ने रहेको छ। यी अवधिभित्र विवाह दर्ता गरेमा विवाह दर्ता निशुल्क गर्न सकिन्छ भने सो अवधि कटेपछि पनि विवाह दर्ता पक्कै हुन्छ। तर सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिमको शुल्क अथवा अविलम्ब शुल्क भने बुझाउनु पर्ने हुन्छ। र अब यसपछि विवाह दर्ता किन आवश्यक छ त भन्नेतर्फ लागौं। विवाह दर्ता कानुनी रूपमा अति नै महत्त्वपूर्ण एउटा डकुमेन्ट हो। विवाहलाई लिगलाइज गरिएको एउटा यस्तो डकुमेन्ट जुन नागरिकता बनाउनको लागि, पासपोर्ट बनाउनको लागि, बसाइसराई अनुमति, इन्स्योरेन्स, मेडिकल प्रोसेस लगायत विभिन्न ठाउँहरुमा प्रयोग हुने गर्छ एउटा प्रमाणको रूपमा। हामीले कतिपय मुद्दाहरू जस्तै अंश मुद्दा भयो, सम्बन्ध विच्छेदका मुद्दा, सम्पत्ति सम्बन्धी मुद्दाहरू विवाह दर्ताको डकुमेन्ट समयमा पेश गर्न नसकेर जटिल बनेको कतिपय अवस्थामा देखेका हुन्छौं। यसरी कानुनी रूपमा चाहिँ जुन हामीले सामाजिक परम्परा अनुसार विवाह गर्यौं त्यसलाई कानुनी रूप दिनको लागि चाहिँ विवाह दर्ता अति नै आवश्यक हुन्छ। यो कानुनी रूपमा त भयो नै, त्यसको अलावा पनि एउटा सचेत नागरिकले आफ्नो विवाह दर्ता गरेर एउटा जिम्मेवार नागरिकको भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ। किनभने व्यक्तिगत घटना दर्ता जन्म, मृत्यु, विवाह, बसाइसराई आदिको बारेमा सरकारी अभिलेखमा रेकर्ड राख्नु र जिम्मेवार नागरिक बनेर सरकारलाई, राज्यलाई तथ्याङ्क उपलब्ध गराउनु हामी सबैको कर्तव्य पनि हो। अब विवाह दर्ता सम्बन्धी यति भनिसकेपछि अर्को दर्ता विवाह अथवा यसलाई हामीले रजिस्टर्ड म्यारिज, कोर्ट म्यारिज र सिभिल म्यारिज पनि भनेर भनेको सुन्दछौं।
कोर्ट म्यारेज भन्नुको अर्थ चाहिँ यो अदालतमा रजिस्टर गरिने विवाह भएको कारणले नै हो। मुलुकी देवानी संहिता लागू हुनुभन्दा अगाडि 2075 मा लागू भएको हो यो भदौ 1 देखि। त्यो भन्दा अगाडि जिल्ला प्रशासन कार्यालयमा दर्ता विवाह हुने गर्दथ्यो भने यो ऐन लागू भइसकेपछि जिल्ला अदालतमा दर्ता विवाह हुने गर्दछ। दर्ता विवाह अलिकति नामबाट पनि हामीले कन्टेक्स्टलाई बुझ्ने कोसिस गरौँ। पहिला दर्ता अनि विवाह, यो विवाहसम्म पुग्ने एउटा प्रक्रिया हो। मैले अगाडि भनेको विवाह दर्ता भनेको विवाह भइसकेपछि दर्ता गर्ने हो भने यो दर्ता मार्फत चाहिँ वैवाहिक सम्बन्धमा गाँसिने एउटा प्रक्रिया हो। यो जिल्ला अदालतमा गरिन्छ। यसको लागि के चाहिन्छ भन्ने सन्दर्भमा नागरिकताको प्रतिलिपि र ओरिजिनल नागरिकता विवाह दर्ताकै दिन देखाउनु पर्ने हुन्छ। त्यसैगरी साक्षीहरू दुवै तर्फका बाटका साक्षीहरू पनि आवश्यक पर्ने हुन्छ। फोटो 4 वटा फोटो, 4 प्रति पासपोर्ट साइजको फोटो आवश्यक हुने गर्दछ। अब यसलाई व्यवहारिक रूपमा बुझ्दाखेरि जस्तै कुनै महिला र पुरुष फरक जिल्लाका हुन्, उनीहरू अहिले त्यो आफ्नो पर्मानेन्ट एड्रेस भएको जिल्लामा बस्दैनन्, अन्य कुनै ठाउँमा उनीहरू गएर बसिरहेका छन्, काम गरिरहेका छन् र उनीहरू त्यहीबाट नै दर्ता विवाह गराउन चाहन्छन् भने के गर्ने? उनीहरू बसिरहेको स्थानीय तहको जुन जिल्ला अन्तर्गत पर्दछ त्यो जिल्ला अदालतमा चाहिँ उनीहरू दर्ता विवाह गराउन जानुपर्ने हुन्छ। त्यो जिल्ला अदालतको क्षेत्राधिकार भित्र उनीहरूको सम्बन्धित स्थानीय तह पर्नुपर्छ भनेर मैले भन्न खोजेको। जस्तै ललितपुर जिल्ला अदालतमा गएर विवाह दर्ता गराउने हो भने उनीहरू त्यो ललितपुर जिल्ला अदालतको क्षेत्राधिकार भएको स्थानीय तहमा बसेको हुनुपर्दछ र उनीहरू बसेको ठाउँको वडाबाट उनीहरू कम्तीमा 15 दिनदेखि त्यहाँ बसोबास गर्दै आइरहेका छन् भन्ने पनि सिफारिस वडाले दिनुपर्ने हुन्छ यदि आफ्नो गृह जिल्लाको अदालतबाट गर्दै छैनन् भने। र यदि विवाह गर्ने व्यक्तिहरूमध्ये एकजना विदेशी हुनुहुन्छ हो भने नेपाल स्थित सो राष्ट्रको दूतावास मार्फत नो अब्जेक्सन लेटर उनीहरूले लिनुपर्ने हुन्छ, जसले चाहिँ सो व्यक्तिले आफ्नो देशमा कानुन बमोजिम विवाह गरेको छैन, ऊ सो देशको कानुन बमोजिम विवाह गर्न योग्य छ भनेर बताएको हुन्छ। र यदि विवाह पुनः विवाह हो भने सम्बन्ध विच्छेदको डकुमेन्ट अथवा मृत्यु भइसकेको हो भने मृत्युको लिगल डकुमेन्ट पनि पेश गर्नुपर्ने हुन्छ। यसरी कुनै पनि व्यक्तिहरूले दर्ता विवाह गर्न सक्दछन्। सामान्यतया दर्ता विवाह अन्तर्धर्म अन्तर्जातीय विवाहको लागि गर्ने अथवा एउटा पक्ष विदेशी भयो भने गर्ने भनेर भन्ने गरिन्छ। यद्यपि विवाह दर्ता स्वैच्छिक तरिकाले जसले पनि यदि 20 वर्ष पूरा गरेको त्यो विवाहमा कसैको हस्तक्षेप छैन, स्वतन्त्र रूपमा दुवै पक्ष राजी छन् भने विवाह दर्ताको प्रोसेसमा जान सक्छन्, दर्ता विवाहको प्रोसेसमा र त्यो दर्ता विवाह गरिसकेपछि सामाजिक परम्परा अनुसार विवाह गरेर फेरि विवाह दर्ता ओडामा गएर गरेको पनि हामीले देख्दछौँ। यसरी दर्ता विवाह र विवाह दर्तामा भिन्नता रहेको छ। यिनीहरूलाई गभर्न गर्ने कानुनदेखि लिएर प्रोसेसमा पनि र आवश्यक कागजातहरुमा पनि भिन्नता रहेको हामी देख्दछौँ। र आजको भिडियोमा मैले दर्ता विवाह र विवाह दर्ताको बारेमा तपाईहरुलाई फरक बताउने प्रयास गरे र तपाईहरुलाई यो विषयमा केही अलमल थियो भने पनि पक्कै पनि यो भिडियोले सहयोग गर्यो होला भन्ने मलाई आशा लागेको छ। र पुनः एकपटक मैले भिडियोको सुरुवातमा भनेको कुरालाई दोहोर्याउन चाहन्छु। यस युट्युब च्यानलमा मेरो भिडियो प्रत्येक शनिबार 7 बजेको सेरोफेरोमा अपलोड हुनेछ। अर्को भिडियोको सम्मको लागि तपाईहरुबाट छुट्टिन चाहन्छु। धन्यवाद, नमस्ते।